जाडो लागेको छ। कस्तो फिल भइरहेछ विनोद लामा रातिको यात्रा? गुम्बलिन्दा हुन्छ એટલે तत्पर यता हाम्रो सौबा चाहिँ यता ल चिहान सौ चिहान लाग्छ दुध चिया अरे अब के गर्ने हो मलेसियाको गर्मीमा चिया खानु पर्ने भएको छ अब गइरहेछ त बहुत राम्रो छ यार बहुत राम्रो धेरै राम्रो नेपालको भत्तुहरूले यस्तो बनाउँदैन अनि रोहित सर कस्तो फिल भइरहेछ त बहुत राम्रो छ यार बहुत राम्रो धेरै राम्रो नेपालको भत्तुहरूले यस्तो बनाउँदैन नेपालको भत्तुहरूले यस्तो बनाउँदैन अरूको देशमा पनि हेर्न पाइया ल हेर्न सक्नुहुनेछ पुरै उडानको यस्तो छ Hello everyone. Welcome to my vlog. It's me Vipul Taman. आज हामी नाइट उता जाँदैछौँ जोहोर बाहारु टु केएल कोलालम्पुर जाँदैछौँ हामी चाहिँ नाइट सिप हुँदैछ नाइटमा यता हाम्रो रोहित दाई यता विनोद लामा वी आर रेडी फर गो टु केएल वेटिङ गर्दैछौँ हामी गाडीको ल ल हामी चाहिँ यता जाँदैछौँ खेलतिर विनोद लामा के छ हालखबर एकदम मजाको छ अब गाडी के हो भने चक्कमै परेछ म ल यता हाम्रो दुईजना दाजुहरू हुनुहुन्छ अनि यतामा छु हामी चाहिँ जोरबारुबाट केलमा जाँदैछौँ कुन ठाउँ के ठाउँ रातिको छ राति जान लाग्यो यो मान्छे कलेक्सन गर्दै लान्छ अरे लानु चाहिँ टाइम लाग्छ 11 बजीदेखि यहाँबाट निकाल लामाको सुतै यस्तो छ है राति गाडीको यात्रा राति सुतै कडा छ है सुतै कडा छ जाडो लागेको छ कस्तो फिल भइरहेछ विनोद लामा रातिको यात्रा गुम्बलिन्दा हुन्छ એટલે तत्पर ओके अहिले चाहिँ हाम्रो रातको 3:46 गएको छ हामी चाहिँ बाटोमा खाजा खाना निस्केको यता हाम्रो हाकिम दाइ बस्नु विनोद लामा के भइरहेछ त यहाँ आज गाडीको एसीले मार्यो होइन त बाहिर तातो छ भित्र जाडो उल्का रातसम्म भइरहेछ गाह्रो भइरहेछ यता हाम्रो सौबा चाहिँ यता ल सौ चिहान लाग्छ दुध चिया अरे अब के गर्ने हो मलेसियाको गर्मीमा चिया खानु पर्ने भएको छ अब गाडीको यसै चिज भएर हेलो मलाई पनि आयो मेरो ठाउँमा अर्कै ल्याएर राख्छ तपाईँ आफ्नो ठाउँ ल मेरो नाम पनि चिया आयो
एसीले आमामा कस्तो चिसो भएको होइन दिनुहोस् है भाइ पोसाक होइन र पोसाक के हो पोसा रमजान रमजान सकिसक्यो हिजोसम्म हिजोसम्म मात्र युगो कन्ट्री How are you? I'm fine. Where are you from? I'm from Nepal. Oh, Nepal. Yes. Yugo country. I know Gola. Japla. Jap. Are you? What do you eat? English बोल्न अनि ठुटी इङ्ग्लिस बोलेर हुन्छ भाइ ठुटे त हुँदा नि प्योर इङ्ग्लिस बोल्यो भने त प्योर इङ्ग्लिस बोल्यो भने त फेरि अमेरिका त लगिहाल्छ नि हामीलाई फोकरमा रोटी फाल्नु पर्यो फालेन अनि त्यो ल्याउने बेला आफैले भन्नु पर्दैन तिनवटा मात्र राख भनेर होइन राख्ने बेला चाहिँ राख सबै भन्छ होइन एउटा लग्यो भने आफैले खान्छ उनीहरू नेपाली जस्तो यिनीहरूले फाल्दैन ल हामी चाहिँ अब 1 घन्टा पछि पुग्छ कोलालम्पुर युगो कन्ट्री ल हामी चाहिँ कोलालम्पुर आइपुगेको छ यहाँ नेपालको झन्डा टाँगिरहेछ नेपाल एम्बेसी राति कोलालम्पुर आइपुग्यो रातभरिको सहरपछि रातभरि घुम्यो रातभरि आयो सुत्या छैन के अब यस्तै छ परदेशीको जिन्दगी रातभरि सुत्या छैन आज दिनभरि यहाँ घुमेर फेरि भोलि घरै फर्केर काममा जानुपर्छ फेरि भोलि यस्तो छ अवस्था अहिले बिहानको 9.5 किलोमिटर 5:30 भयो थोरै पैसा लाग्छ होला पैसा कति लाग्छ हेर नेपाल एम्बेसी चाहिँ अब बिहान 8 बजी खुल्छ अरे तर मान्छेहरू चाहिँ बिहान 5 बजीदेखि आएर बस्नु परिरहेको छ यसरी बाहिर ल हेर्नुहोस् यस्तो छ अवस्था नेपाल एम्बेसी मलेसियामा पुगेको मान्छेहरू पासपोर्ट बनाउने पासपोर्ट लिन आउने मान्छेहरू बिहानै आएर लाइन बस्नुपर्छ जहाँ पनि लाइन है नेपालीलाई नेपालमा पनि लाइन यहाँ पनि लाइन यार राति त हामी कति टाढा जोरबारदेखि आएको राति बिहान बेलुका हिँडेको 9 बजे बिहान 5 बजी पुऱ्याइदियो अनि यो खुल्ने 8 बजेर अझै वेट गर्नु पर्यो 3 घन्टा जस्तो 4 घन्टा जस्तो यार यस्तो छ अब अवस्था अब अलि ढिला हो यहाँ मान्छे लाइन पुरा भइसक्छ नजिकहरू आएर अब टाढाकोले अलिक दुःख अब त्यसैले अब नेपालीलाई चाहिँ जहाँ गए पनि लाइन पक्रिनुपर्ने यस्तो त्यही हो बाहिरको मौसम कुल छ पानी परिरहेछ हाम्रो चाहिँ अब एमपिसीको कामसाम सकेर हामी के जाँदैछौँ यसो एकचोटि घुम्नको लागि अब जाँदैछौँ हामी चाहिँ अब कस्तो रहेछ यसो यहाँको बेला परम्पराहरू बेला नजिकै भएकाले हामी जाँदैछौँ कस्तो छ हामी चाहिँ बाटोमा जाँदै हो बाटो केपको लागि ओहो दामी सिनाइरहेछ
ओके फाइनली हामी चाहिँ बाटो केप यता पछाडि मन्दिरमा आइपुगेको छ हामी चाहिँ फाइनली। अब हेरौँ कस्तो छ। हेलो गाइस। यता मालिकहरू के छ सौहरू ऊ त्यो माथि त शिलाजित हो कि हो शिलाजित निस्किने ठाउँ जस्तो लाग्यो माथि त यार। ल पुरै पहाड छ है, पुरै चट्टान छ यार। नेपालको भिड जस्तै छ है। फोटो पनि हाने फोटो त अहिले त्यहाँ हान्ने नि। आएकै छैन रे हामीले आएर भनिदिन्छ यार। ल मन्दिर चाहिँ यही हो। ल यता हनुमानजी पनि हुनुहुन्छ रहेछ यता। सबै हुन्छ। हनुमानजी की जय, जय बजरंगबली। अनि रोहित सर कस्तो फिल भइरहेछ त? बहुत राम्रो छ यार। बहुत राम्रो, धेरै राम्रो। नेपालको भत्तुहरूले यस्तो बनाउँदैन। अरूको देशमा पनि हेर्न पाइहाल्छ। यो कुनाको चाहिँ के हो यो? चिल कित्ता ओ यो पुरै पहाड छ है भित्ता। यो पुरै पहाडै पहाड छ। अनि देउस भनौँ न उतातिर पुरै सम्म भयो नि कस्तो पहाडकै यो पुरै चट्टानले बनेको। मयूर अनि यो त बाहिरबाट हेर्ने होला, यो त भित्र जान मिल्दैन होला यस्तो। पहाड छ यार दामी छ, पुरै नेपालको फिलिङ्स ल्याउने खालको छ यार, नेपाल याद दिलाउने खालको। यहाँ आएकोदेखि उता कहाँ हो गाउँमा बसेको, त्यहाँदेखि बाहिर घुमेको थिएन यसो टाढा। 2 वर्षपछि आज आएको। देउस खुसी लाग्यो। हाम्रो रोहित मालिकले गर्दाखेरि आएको आज यहाँ चाहिँ हामी। त्यस मालिकलाई धेरै धेरै धन्यवाद। ल मालिक नमस्कार। राम्रो छ। एकछिनपछि हामी यहाँ मन्दिरमा जानेछौँ। ल यहाँ पुरै गिद्ध छ, गिद्ध कडा छ कडा, पुरै गुफा यार। बाँदर पनि रहेछ हौ यतातिर, यहाँतिर यता फेरि मयूरहरू सबै रहेछ चराहरूको। यहाँ बाँदर, यता मयूर, यस्तो चाहिँ अलिक बुट्टा भरेको रहेछ है, कलर भरेको। मन्दिर मेरो केएल सिक्समा खिच्थ्यो एउटा भिडियो। ल यो भित्र चाहिँ केहरू छ अरे। हामी चाहिँ यहाँ टिकट लिँदैछौँ। ओके यहाँ चाहिँ अब टिकट लिएर हामी योहरू हेर्न पाइन्छ अरे, योहरू हेर्न पाइन्छ अरे। अनि यो भित्र जाँदैछौँ हामी। फोटो होइन यहाँ भिडियो हान्दैछ उहाँ। ओके यता चराहरू परेवा यो के हो? यो हाँसहरू हेर यता। हाँस त के हेर्नु त, मयूर चाहिँ हेरौँ न यार। ए भाले लोकल भाले यता मयूर बाँदर त आउने नि, बाँदर छैन त। बाँदर माथि चढिरहेछ। ल यो चराहरू के हेर्नु जाउँ, उता जाउँ।
के हो खरायो 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 लोकल लोकल भाले को गरिरहेछ को यता मयूरहरू छ मयूरहरू दामी छ है मङ्की नजाउँ जाउँ उता जाउँ उता पनि घुम्नुपर्छ कि यहाँ मात्र होइन फेरि यो कुखुरा त किन हेर्नु पऱ्यो यार कुखुरा त हामी उतै हेरिहाल्छौँ नि कुखुरा हेर्न पो टिकट काटेर आएको रहेछ यार यार यहाँ सापहरू छ भनेर आएको बेकारमा आइगयो जस्तो लागिरहेको छ मलाई ए गाईहरू त पुरै नक्कली पो रहेछ त यार यता यता फेरि डग डग मिल्छ रे ओके यता गुफा रहेछ भित्र जाउँ अब के छ यता भूत त आउँदैन नि ओके हनुमान जी की जय जय हनुमान ल यस्तोहरू छ है यहाँ चाहिँ बाटो केपको भित्रभित्र गुफाभित्र अब अहिलेसम्म अरूले अब के भन्छ उयो मात्र गरेको देखाएको थियो नि त बाहिरको फोटो मात्र हालेको देखाएको थियो अनि यहाँ हामी भित्र यहाँ त कछुवा कछुवा भित्रभित्र क्यामेरा एलाउड त छ नि फेरि कुनै ठाउँमा क्यामेरा एलाउड हुँदैन कि गणेश यो चाहिँ अब बाटो के भित्रको गुफाहरूमा यस्तो रहेको छ है त्यहाँ पनि यो कछुवा कछुवा यहाँ माछाहरू पनि रहेको छ यहाँ यता पार्वती हो यो चाहिँ भित्र पुरै पुरै झिलिमिली रहेको छ यहाँभित्र चाहिँ हेर्न सक्नुहुनेछ बाटो के भित्रको यतापट्टिको सानो मन्दिरभित्र यतापट्टिको यस्तोहरू रहेको छ ल हेर्न सक्नुहुनेछ पुरै वडारभित्र यस्तो छ गुफाभित्र म यहाँ मेललाई पुरै देखाउँदै लान्छु अब मलाई त कस्तो डर लाग्यो ओके म डराउँदिनँ किनकि सबैजना भगवान हुन् भगवानले हाम्रो रक्षा गर्नेछ
यो त पुरै सुरुङ छ यार। यहाँ चाहिँ पुरै आमामा पुरै यो के भन्छ है भरि पुरै भगवानको मूर्तिहरू मात्र बनाएको छ। पुरै यो भरि सबैतिर मूर्ति छ। यो नाग हो कि हो यो माथि यहाँ हात्ती रहेको छ। आमामा दामी छ या। ल तपाईँहरूले चाहिँ अब अहिलेसम्म भित्र आउनु भएको छैन भने अब यहाँ बाप्तो केपमा आउनु भएको छैन भने केल नजिकै रहेको छ, आउन सक्नुहुनेछ। ल यता फेरि अर्कोपट्टि अर्को गुफा रहेको छ, ठुलो रहेको छ। दामी छ झन् यता त। कहाँ भित्र गुफा हो यार। कछुवा जाउँ न भित्र जाउँ। ओके यहाँ पुरै कोरिएको छ। अब ओ बेलाको सायद इतिहासका कुराहरू होला, तर अब यहाँ के नबुझ्ने भाषामा लेखिएको छ, हामी अलि पढ्न सक्दैनौँ यो भाषामा, त्यसैले देखाउने काम मात्र गरौँ। यो सायद तामिल भाषामा होला यसमा लेखिएको छ। ए त कता कता हो गुफा पनि। आमामा कति लामो हो गुफा पनि भित्र यार। खतरा छ है गुफा त। अझ उता माथि पनि ठुलो होला होइन। खतरा त्यहाँभित्र यतै कस्तो ओडार हो कि यस्तो होइन। फेरि कस्तो भुइँतिर कस्तो चिल्लो पारिदिएको ल कति लामो हो भित्र छ त यहाँ। कहाँसम्म पुग्ने हो यसरी त। जे होस् भिडियो बनाउन चाहिँ एलाउड दिएको रहेछ, खुसी लाग्यो होइन। किनभने अब अहिलेसम्म हामीले देखाएकै थिएन कि बाटो केपमा चाहिँ त्यो ठुलो अब मूर्ति मात्र छ भन्ने कुरा हामीलाई लागिरहेको थियो। यस्तोहरू भित्र छ भन्ने कुरा चाहिँ हामीलाई लागेको थिएन। अब जस देख्न पाइयो, भिडियो खिच्न दिने रहेछ, खुसी लाग्यो। अब यो भिडियो मार्फत तपाईँहरूलाई पनि सबैलाई देखाउँछु। यो बाटो केपको भित्रको चाहिँ यतापट्टि यो भित्र यस्तोहरू रहेको छ है। पुरै गुफा भित्र माथि भित्र यस्तोहरू रहेको छ। ल हेर्नुहोस् पुरै अमेजिङ। ल फेरि यता पनि रहेछ फेरि जाने ठाउँ। कता हो यता फेरि? कहाँ हो गुफा यार पुरै। यहाँ केही छैन, यहाँ यत्तिकै पोखरीहरू मात्र छ। खासै यहाँ केही छैन। मन्दिर छ, गुफा छ, त्यही हो। यो भित्र घुम्नको लागि चाहिँ यहाँ 5 टिङ्गिटको टिकट काट्नुपर्छ अनि यो गुफाहरू पुरै घुम्न पाउँछ है। मनोरञ्जन यता त पोखरी मात्र रहेछ। के निस्किन्छ त्यहाँबाट बाहिर? केही निकल्दैन, पानी हो। जाउँ उतैबाट गुफाबाट जाउँ। ल गुफा चाहिँ धेरै रहेछ, धेरै घुमियो। अझै त्यहाँ मेन गुफा घुम्न बाँकी छ। अब मेन गुफा घुमौँ। यता माथि कुनामा चाहिँ सर्प छ अरे, कहाँ हो? तर हामी चाहिँ अलि डर लागेर गएन भित्रसम्म। अब त्यहाँ हामी मेन गुफामा जान्छौँ। अब त्यहाँ कस्तो छ त्यो देखाउँछौँ। सिग्नल ल
हामी चाहिँ मेन गुफामा आइपुगेको छ ठुलो मन्दिर भएको ठाउँमा ठुलो मन्दिर भएको ठाउँमा आइपुगेको छ हामी चाहिँ ठुलो मन्दिर भएको ठाउँमा मान्छेहरू तन्नै रहेको छ यता चाहिँ अब यो भित्र यो माथि चढ्छौँ हामी यो भर्याङमा त्यो माथिको भर्याङमा अनि माथि भित्र पनि के छ देखाउनेछौँ हामी कस्तो स्लो मोसन अब हामी माथि जाँदैछौँ कोही के भन्छ माथि मन्दिर माथि यता माथि जाँदैछौँ स्लो मोसन अहिले बनाउँला कि यता माथि जान लाग्यो हामी मेबी होला लाग्छ होला अनि अब चढ्नु त पऱ्यो यहाँ आएपछि होइन अघि टिकट काम चल्दैन अघिको टिकट यहीँ हातमै छ टिकट लिन्छ नि लिन्छ कति लिँदो रहेछ हेरौँ न नो युज क्यामेरा त एलाउड छ नि है कति लिँदो रहेछ हेरौँ हाफ कट्टुहरू लगाएर पनि जानु नपाउँदो रहेछ ऊ बेरेर जानुपर्ने ए हाफ कट्टुहरू लगाएर जान नपाउँदो रहेछ पुरै बेर्नुपर्ने रहेछ खोइ कहाँ हो टिकट छिरिरहेको छ त मान्छे अनि यहाँ चाहिँ सबै हेर्दो रहेछ कि अब कट्टु सट्टु लगाएर जान नपाउँदो रहेछ यहाँ चाहिँ छिरिरहेको छ त यत्तिकै मान्छेहरू जाउँ न जाउँ कहाँ विनोद कहाँ उता जानु लाग्यो यता जाउँ न अलि भिडियो माथिबाट आउँदाखेरि बनाउँला के खिच्ने कस्तो उकालो हो छाडै छ त यार आमामा यस्तो उकालो चढ्ने र भने उकालो चढिरहेको छ यता आमामा कस्तो उकालो हो खत्रै यार हल्ला जस्तो उकालो छ यार हल्ला जस्तै उकालो छ है टन्नै रहेछ हो खै कति सिकेर काउन्ट गरेन अघि नै कति छ यहाँ 1000 कि कति छ भन्दै थियो 1000 हो कि कति छ भन्दै थियो 1000 सिट्यो कि कति हो हामी चाहिँ तलबाट आएको म त यतिको त लुइलु हिँड्नु सकिन्छ हो यतिको त केही हुनु यो मान्छेहरू चढ्नलाई गाह्रो भइरहेछ मलाई भने केही छैन यतिको चढ्न पहाडमा उकेको छ र यतिको चढ्न केही भएको छैन लौ तलबाट आएको कति धेरै उकालो हो अझै पुग्दैन त यार टन्नै चढिसक्यो अब अलिकति बाँकी छ यहाँ पुगिसक्यो हामी हल्का बाँकी छ अब हल्का बाँकी छ हल्का हल्का बाँकी छ अब पुगिसक्यो यो मोटेहरू गुल्ट्यो भने के हुने हो यहाँतिरबाट ल ल ल फाइनली छिरियो है छिरियो आइपुग्यो फाइनली आइपुग्यो माथि ल तलबाट यहाँ आइपुग्यो
के रहेछ भित्र खोइ के छ अब यो भित्र त यस्तो अब पुरै यस्तो रहेछ यहाँ ठन्डा छ ए आज त खत्तम पार्ने भयो त नि भित्र चाहिँ पुरै पसलहरू पनि रहेछ अनि ए ल आमामा के हो यो ओ जाउँ 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 सरसरी जाउँ सरसरी जाउँ सरसरी जाउँ हामी त मन्दिरमा नछिने है यता छोड्ने हामी के लास्ट रहेछ है त्यही हो लास्ट त्यो भित्र के छ हेरौँ अब अब यो भित्र ओ माथि पाल रहेछ अब यो माथि चढी हेरौँ माथिसम्म माथिभित्र के छ यताभित्र चाहिँ मन्दिर रहेछ दर्शन गर्नको निमित्त फेरि भर्याङ आयो फेरि भर्याङ आयो फेरि भर्याङ आयो ए ल त्यो त पुरै खुल्ला पो रहेछ यता त यो त पुरै खुल्ला छ यता त ल कहाँ देख्ने होला बस त यार ओके ल अब चाहिँ हामी लास्टमा आइपुग्यो यहीँसम्म रहेछ लास्टमा हो यो त पुरै खुल्ला रहेछ यता त लास्टसम्म लास्ट चाहिँ यही रहेछ ल ल लास्ट चाहिँ यहीँ रहेछ यहाँ मन्दिर रहेछ पूजा गर्नको लागि यता माथि चाहिँ खुल्ला छ पुरै पुरै पहाड छ हेर है चट्टानै चट्टान कस्तो कसरी बनायो क्या आमा ल मन्दिरभित्रसम्म गुफासम्म यसो हेरेर हामी चाहिँ फर्किसक्यो अब तल फर्किसकेको अवस्था अब फुल्दै साइला दाइ माइला दाइ सबैजना फर्किसक्यो अब तल जाँदै हामी तलबाट आएको अघि त यस्तो थाकेको थियो पसिनै पसिना भयो अब तल जाँदैछौँ खोइ त यहाँबाट केल्सी देख्दैन कस्तो उकालो अघि त खतरा थाक्दियो यार अब फर्किन्छ केटाहरू गुफा सुफा सबै घुमियो देउस रमाइलो भयो फर्किरहेको छौँ हामी कति हो नि मान्छे त उकालो त आमा दुधै फाट्ने रहेछ हौ कति उकालो हामीलाई हामी त अब अझ प्रायः हिँडिराख्ने बानी त्यही भएर त्यति साह्रो गाह्रो भएन यहाँ मान्छेहरू मरिरहेछ उकालो चढ्न यिनीहरूको चाहिँ पापै कट्छ होला यो उकालो चढ्यो भने सायद यही उकालो पार गर्न सक्यो भने पापै कट्छ यिनीहरूको यार कोही कोही मान्छेहरू यार त्यस्तो उकालो ढल्ला जस्तो यसरी हेर्छ भने हामी अब फर्क्यो केएलसीसीतिर ल यो पहाडदेखि अब फर्क्यो हामी ल यता पुरै पहाड छ यार
हामी अब फर्क्यो केएलसीसीतिर ल यो पहाड देखियो अब फर्क्यो हामी ल यता पुरै पहाड छ यार